हे मनुष्य हो, यी स्वस्थानी परमेश्वरी हुन्, यिनैको पूजा गरेका हौ, हामी स्वर्गका अप्सरा हौ। तिनका कुरा सुनेर यो व्रत हामीहरूले पनि गर्न हुन्छ कि भनी सोधेपछि अप्सराले हुन्छ भनेपछि भारवाहकहरूले मनमा हर्ष मानी हामीसित सामग्री केही पनि छैन, हजुरहरूको संसर्गमा पूजा गराउनु हवस् भने अप्सराहरूले आफ्ना संसर्गमा पूजा गराए। अर्काको भारी बोकेर ज्याला पाएको द्रव्य भेटी चढाए। पूजा सकेर प्रसाद झिकेर अप्सराहरूले डोलेहरूलाई भने, हे मनुष्य हो, जसले स्वस्थानी परमेश्वरीको व्रत गर्ला, कथा सुन्ला वा उनको महिमाको पुस्तक घरमा राख्ला, त्यसका समस्त पाप र दुःख दरिद्रता शोक नाश भएर जाला। बाटो लागेका तिमीहरूले अत्यन्त श्रद्धा भक्ति साथ व्रत गर्यौ, धन्य रहेछौ भनी अप्सराहरू स्वर्ग गएपछि डोलेहरू फर्केर आई चन्द्रावती महारानी भएको स्थानमा हाजिर हुँदा भए। त्यसपछि डोलेहरूले भने, हे महारानी, त्यहाँ स्वर्गका अप्सराहरूलाई स्वस्थानी परमेश्वरीको व्रत गर्न लागेका देखेर उनैका संसर्गमा हामी पनि पूजा गर्न लाग्दा केही विलम्ब भयो भने क्षमा गर्नुहोला। हजुरहरूलाई पनि स्वस्थानी परमेश्वरीको प्रसाद ल्याइदिएका छौँ, लिनुहोस्। तिनका यस्ता कुरा सुनि चन्द्रावती क्रोधित भई रात आँखा पारेर दारा केटी मत्ता हात्ती रिसाए झैं ठुलो स्वरले गर्जेर, हे पापिष्ट डोले हो, मलाई यस्तो जंगलमा एक्लै छाडी व्रत गर्न लाग्यो। त्यस व्रतले तिमीहरूलाई खाना दिन्छ कि? मैले त स्वस्थानी भनेको नाम पनि सुनेकी छैन। कहाँ कि देवी हो, के गर्न सक्दछ? तिमीहरूले मलाई हेला गरेर नटेरेको हो। वनमा भयो र नभए तिमीहरूलाई अवश्य मार्ने थिए। तिमीहरूले विलम्ब गरिदियौ। अपराधीमा पनि ठुलो अपराधी तिमीहरू जस्ता व्यक्तिलाई भन्दछन्। यति भन्दै बानर उफ्रेजे उफ्री डोलेका हातबाट श्री स्वस्थानी परमेश्वरीको प्रसाद खोसेर थुथु गरी थुकी खुट्टाले कुल्चेर फारिदिन्। हे स्वामी, मैले श्री स्वस्थानी परमेश्वरीको अपमान र निन्दा गरेको पापले त्यस्तै भएर पनि फेरि उनैको कृपाले आज हजुरको दर्शन गर्न पाए। मनमा नै अत्यन्त प्रसन्न भएकी गोमा प्रमाणी, हे स्वस्थानी जगदीश्वरी भनी हृदयले सम्झँदै अञ्जली जोरी भन्न लागिन्, हे चन्द्रावती बुहारी, तिमी धन्य रहिछौ। त्यस्तो दुर्दशामा परेर पनि जगदीश्वरी स्वस्थानीको भक्ति गर्न सक्ने तिमी धन्य रहिछौ। अब म पनि चन्द्रावती र लावण्यवती दुवै बुहारी सुन। जस्तै सूर्यनारायण नभएको दिन र चन्द्रमा नभएको रात उज्यालो वा शोभित हुँदैन, त्यस्तै प्रत्येक मनुष्यको पनि घरमा असल स्वभाव भएकी पत्नी छैन भने त्यसको घर प्रसन्न हुँदैन। अब मेरो वृद्धावस्था भयो, तिमी दुवै दिदी बहिनी आपसमा मिलेर यो राज्य लक्ष्मी थामी मेरो पुत्र नवराज राजाको सेवा चाकरी गरेर बस। यति चन्द्रावती रानीलाई शिक्षा दिई ढुकुटीको साँचो सुम्पिदिए। हे माता, हजुरको तपस्याले हाम्रो स्वामी राजा हुनुभयो, हामी रानी हुन पायौं। हजुर धन्य हुनुहुन्छ। अनि चन्द्रावती रानी र लावण्यवती रानीले सासू गोमा महारानीका चरणमा दण्डवत प्रणाम गरेर सदैव श्री स्वस्थानी परमेश्वरीको भक्तिमा चित्त लगाई आपसमा मिलेर नवराज राजाको सेवा गरी राज्यको सुखभोग गर्दै आनन्दपूर्वक रहँदा भए।